हेर्नुहोस् साथीहरू, चेन्सो मेसिनको चाहिँ पिस्टन गयो भनेदेखि चाहिँ नि कसरी रिपेयरिङ गर्नुपर्छ भने चाहिँ हेर्नुहोस् ल। हालत चाहिँ यस्तो हालत भएको छ हो। हेर्नुहोस् है, यस्तो हालत भएको छ हैन। अब यसलाई चाहिँ म साइन पेपर लगाएर हैन, यहाँ हेर्नुहोस् ल, एउटा यो ठुलो खालको हो। त्यसको बादमा लास्टमा फिनिसिङ चाहिँ अब यो मसिनो खालको दिएर यसलाई चाहिँ चिल्लो बनाएर चाहिँ फेरि चल्ने खालको चाहिँ हुन्छ है ल साथीहरू। मेकेनिककोमै लानुपर्छ भन्ने छैन हो। यसलाई यो भिडियोलाई चाहिँ राम्रोसँगले ध्यान दिएर हेर्नुहोस्। जसले पनि चेन्सो मेसिन चलाउँछ भनेदेखि चाहिँ रिपेयरिङ गरेर दाउरा साउरा काट्नु हैन, तपाईहरुलाई एकदमै सजिलो हुन्छ। रिपेयरिङ कसरी गर्छ भने चाहिँ म देखाउँछु ल तपाईलाई। यसलाई चाहिँ म घोटेर चिल्लो बनाएर तपाईलाई फेरि देखाउँछु है ल। साइन पेपर लगाएर घोट्नुपर्छ। कसरी भन्दाखेरि चाहिँ ठुलोले पहिला, त्यहाँबाट सानोले, जहाँनिर यहाँनिर स्क्रच भएको छ त्यो चाहिँ है। यहाँ हेर्नुहोस् त, अझै राम्रो त भएको छैन कि, तर यसो छाम्दाखेरि चाहिँ हातमा खस्रो चाहिँ भेट्नु भएन हो। अन्त एकपट्टि त राम्रै छ, यतापट्टिको चाहिँ जुन चाहिँ साइलेन्सरपट्टिको चाहिँ एकदमै खराब भएको थियो हैन। यसलाई एकदम घोटेर तपाईँले दाग देख्नुहुन्छ। साइन पेपर लगाएर घोटेर चाहिँ मैले निकालेको छु हैन, जोडेर तपाईँलाई देखाउँछु ल।